पुस्तकलाई नै एकदमै माया गर्ने संस्था हुन्थ्यो। उहाँको स्मृतिमा हजुरलाई समानकारी नै छ भन्ने उहाँले जानकारी दिनुभयो। त्यस पश्चात मेरो मनमा एक प्रकारको छुट्टै हर्ष हौसला यी सबै कुराहरू आए। यी सँगसँगै एउटा निराशा पनि मलाई लियो, किनकि त जान सक्दैनस् भन्ने निराशाले एकदमै मलाई उडालियो। म त एउटा भित्तामा टाँसिएको तस्बिरलाई हेरेको छु, किनकि त्यो तस्बिर बोल्न सक्दैन, हिँड्न सक्दैन कसैको सहारा बिना। त्यसपछि सकारात्मक नकारात्मक दुवै पक्ष हुन्छ भन्ने आयो फेरि मलाई। मैले तत्कालै सकारात्मक चाहिँ के छ त यसको भन्दा नि अन्त तस्बिरकै पनि जो हिँड्न नसके पनि बोल्न नसके पनि हरेकको नजरद्वारा बोल्छौ, हरेकको हृदयमा पुग्छौ। सोही मेरो हृदयमा आवाज आयो र त्यही आवाज झिकेर म हजुरहरूको सामु हजुरहरूको आत्मीय मार्ग छु अनि र एकदमै मुक्तकला नेपाल यो दोस्रो वार्षिक उत्सवमा मनाइरहँदा यो मुक्तकला नेपाललाई शुभकामना सहित अझै मुक्तकला नेपाल जस्तो पहुँच भएको जो चाहिँ म जस्तो एउटा बन्द कोठामा भएको व्यक्तिलाई पनि त्यो कोठामा एउटा ढोका पनि छ र त्यो ढोका खुल्ला पनि छ भनेर नेपाल जस्तो संस्थादेखि जानिहुन् शुभकामना र मलाई यहाँसम्म ल्याउनु पढाउनु हुने मेरो परिवार र काँध साथ हात सबै दिएर ल्याउनु हुने मेरी प्यारी दिदी सर्वराज्यू र दिदी एकचोटि उभिदिनुहोस् र मित्र दादा मित्र पनि हुनुहुन्छ, उहाँ दादा पनि हुनुहुन्छ। सुब्रत छोराज्यूलाई पनि एकदमै आभार धन्यवाद व्यक्त गर्दछु। प्रत्यक्षमा मलाई यहाँसम्म ल्याइदिन धेरै सहायता गर्नुहुन्छ धेरैजनाले, उहाँहरूलाई पनि म आज यहीँबाट आभार धन्यवाद व्यक्त गर्दछु र साथसाथै हजुरहरू सम्पूर्णमा पनि आभार नमन